एक पटक सोचौं, कतै हामी फेरि त्यही अवस्था, त्यही नेतृत्व र त्यही सोच स्वीकार गर्न तयार त छैनौं। भनिन्छ नि, चाहे घटना जति नै पीडादायी किन नहोस्, समयसँगै त्यसको घाउ र असर बिस्तारै कम हुँदै जानु स्वाभाविक नै हो। तर यसको अर्थ यो होइन कि हामीले त्यो अतीत नै बिर्सिनुपर्छ। अतीत बिर्सिनु भनेको फेरि पनि त्यही गल्ती दोहोर्याउनु हो। यसको ज्वलन्त उदाहरण हो देशमा भएको जेनजी आन्दोलन, जहाँ कैयौं घाइते भएर सयौंले आफ्नो ज्यान गुमाए। देशको भविष्य बनाउने सपना बोकेका निर्दोष छोराछोरीहरूले आफ्नो जीवन बलिदान दिनु पर्यो। यो कुनै सामान्य घटना थिएन, लाग्ला कसैलाई यो सामान्य घटना हो, तर यो हाम्रो राज्य व्यवस्था र नेतृत्वको असफलताको परिणाम थियो। अब प्रश्न यो हो कि हामी फेरि त्यही अवस्था, त्यही नेतृत्व र त्यही सोच स्वीकार गर्न तयार छौं? यदि तयार छौं भने ठिक छ, तर म तयार छैन। किनकि यो अवस्था, यो चेतना र यो अवसर फेरि दोहोरिँदैन। आज नफेरिएको देश र जनता भोलि बाध्य भएर फरक तरिकाले फेरिन पनि सक्छ। तर त्यो बेला अवसर हाम्रो हातमा नहुन पनि सक्छ। त्यसैले आजै यही समयमा अतीतलाई नबिर्सौं। देश परिवर्तनका लागि बलिदान दिएका ती कैयौं कलिला जीवन टुटेका परिवारका आशाका किरणहरूको न्यायका लागि कम्तीमा एक पटक सोचौं, बुझौं अनि मात्रै मतदान दिउँ। यो केवल मतदान मात्रै होइन, यो हाम्रो देशको भविष्यको निर्णय हो, जुन तपाईँ र मेरो निर्णयले पनि भोलि असर गर्न सक्छ। त्यसैले एकचोटि सोचौं र बुझौं।